वैशाख 13 गतेको हिउँ है। हिउँ आहा यस्तो है हिउँ शुद्ध। आजभोलिको हिउँ औषधि पनि हुन्छ है फेरि। औषधि राम्रो छ। तपाईँहरूले 50 रुपियाँ तिर्नु पर्दैन, यो फ्रीमा हो। तपाईँ खानुहोस्, जति पनि भण्डारण छ यहाँ माथि पनि भण्डारण छ है हिउँको। अनि हामी तराईमा भइदिएको भए सामान्य एउटा लगभग त्यही 10 ग्रामदेखि त्यही 20 ग्रामका लागि 20-25 रुपियाँ हाल्नुपर्छ। यहाँ कुन्टलको हिसाबले खाँदा हुन्छ है। ए भयो ल ल एकदम सर ठिक छ। यो खानुहुन्छ सर हिउँ? खाँदैछु सर म, एकदम सही लाग्यो। ल अब यो फ्रिजमा राखिराखी अनि अब बिक्री गर्ने ठाउँका परिएन। हामी आफै अटोमेटिक फ्रिज जस्तै केही राख्नै परेन। हेर्नुहोस् यहाँ माथि माथि पनि छ, तर हामी धेरै टाढा त अब हिँड्दै आएछौँ। अलि माथिसम्म जान अलिकति गाह्रै छ, धेरै टाढाको यात्रा हो हाम्रो होइन। तर अहिले यहाँ नजिकै हिँड्दा हिँड्दै भेटिएर हामी अब यस्तो गर्मीको बेला पनि हामीले अब यस्तो हिउँस्यौँ खाने काम भइरहेको छ है त गाइजहरू। कोही पनि सोध्नै पर्दैन खाने बेला पनि, न केही गर्नुपर्ने न के खाउँ कि नै भन्नु पनि पर्दैन।